देखाउन देखाऊ तिमी मेरै त हो नि लजाउनु पर्दैन भन्दै मैले कवितालाई भिडियो कलमा उसको बोगटे देखाउन भनेर भने। नाइ मलाई त लाज लाग्छ। अर्को कोठामा भाइहरू छ फेरि आयो भने देख्छ सब भन्दै कविताले भनिन्। मलाई आज कविताको ठूलो बोगटे हेर्दै आफूले आफूलाई सन्तुष्ट बनाउन मन थियो। म अहिले दुबईमा बस्छु। म यता काम गर्न आएको 2 वर्ष भयो। अनि म क्याम्पस सकिन बित्तिकै घरको प्रब्लमले यता आउनु पर्यो। कवितालाई चाहिँ मैले टिकटकमा देखेर पट्याएको हो। एक दिन म काम सकेर रुममा फर्केर ढल्किँदै थिएँ अनि फोनमा टिकटक हेर्दै थिएँ तब एक्कासी मेरो टिकटकमा उसको भिडियो आयो। म त उसलाई फर्स्ट टाइम देख्दै फिदा भए। मिलेको शरीर, कलकलाउँदो बैस अनि सबसे मजाको उसको स्तन। उसको भिडियो देख्न साथ मैले उसको भिडियो डाउनलोड गरेर हेर्दै आफूले आफूलाई सन्तुष्ट बनाए। अनि उसको प्रोफाइलमा गएर हेरे। आमामा कत्रो ठूलो बोगटे हो। यति कलकलाउँदो उमेरमा नि यत्रो ठूलो बोगटे देखेकै थिइन। हत्त नपत्त उसलाई एड गरे अनि मेसेज नि पठाइराखे। त्यसपछि म खाना पकाएर खाएर सुते। भोलिपल्ट टिकटकमा हेरेको उसले पनि मलाई मेसेज गरेकी रहेछ। म पनि हेर्नमा ठिकै थिएँ। मैले मेरो चान्स लिएर उसलाई पट्याउन लागे। पहिलामा त एकदम मिठो कुरा गरे किनभने मलाई थाहा थियो मिठो कुरा गर्यो भने बिस्तारै भयो नि केटी फस्छ भनेर। अनि उसलाई पैसाको नि जरुरत हुने रहेछ अनि मैले नि कहिलेकाहीँ उसलाई पैसा पठाएर मद्दत गर्थे। त्यसपछि त हाम्रो सम्बन्ध अझै नजिक भयो। अब पुरै तरिकाले मसँग फसेपछि म अगाडि बढे अनि उसलाई उसको बोगटे र पुतलीहरूको फोटो माग्न थाले। पहिले त कविता मान्दैन थिइन्। तर म उसलाई अझै पैसा दिन्छु भनेपछि उसले मन नलागे पनि पठाउँथिन्। गोरी भएकीले कविताको शरीर सब सेतो थियो। झन् उसको बोगटे र पुतलीको त कुरै नगरौँ। त्यो हेर्दै 1 मिनेटमै माल आउँथ्यो मेरो। सिल त तोडेकै जस्तो थियो उसको तर पनि के को बिहे गर्नु थियो र मलाई उनीसँग। मलाई त बस मोज गर्नु थियो। भिडियो कल मानी म तिमीलाई आइफोन किन्दिने प्लिज देखाउन भन्दा बल्ल बल्ल मानी। ल म देखाउँछु छिट्टो के गर्ने हो गर भन्दै उसले आफ्नो ब्रा खोलिन्। एकछिन त उसको पोका हेर्दा त मेरो मुख खुल्लाको खुल्लै भयो अनि फेरि आफ्नो सानो भाइ मसार्दै छिट्टो आफ्नो माल निकाले। ल भयो हैन तिम्रो अब मलाई आइफोन पठाऊ भन्दै उसले आफ्नो लुगा बिस्तारै लगाई। म पनि ल हुन्छ तर मलाई भरे तिम्रो नाङ्गो शरीरको भिडियो बनाएर पठाऊ म त्यही हेर्दै आफ्नो माल निकाल्छु भन्दै भने। आइफोनको नाम सुनेपछि कसरी नाइ भन्नु र उसले। म पनि मक्क पर्दै आफूले आफूलाई भाग्यमानी ठाने। उसको टिकटकमा 50,000 फलोवर्स थियो अनि त्यस्तो फेमस केटीको माल मैले हेरिरहेछु भनेर म मक्क थिएँ। म उसको भिडियोको प्रतीक्षामा थिएँ। बेलुका भएपछि मेरो व्हाट्सएपमा उसको मेसेज आयो अनि मेसेजमा उसको नाङ्गो शरीरको भिडियो थियो। आहा जस्तो भनेको त्यसरी नै बनाइछे भिडियो नि। आफ्नो शरीर कस्तो मजाले खेलाको उसले सब देखाउँदै। त्यो रात मैले 4 चोटि माल निकाले। मलाई अब कवितासँग साँच्चीकैमै सम्बन्ध बनाउनु थियो। आफ्नो कम्पनीबाट 1 हप्ताको बिदा मागेर नेपाल गएर उसलाई सरप्राइज हान्ने प्लान थियो मेरो। यो सब सोच्दै मैले टिकट नि काटे। नेपाल जाने दिन नजिक आउँदै थियो। एक दिन मैले टिकटकमा उसले एकजना केटालाई जिस्काउँदै उसँग कमेन्टमा बोलेको देखेँ। तर मैले वास्ता नगरेको जस्तो गरेर उसलाई फकाउँदै उसको पासवर्डहरू मागे। म तिम्रो केही चेक गर्दिन हो नडराउ भनेर हाँस्दै उसको पासवर्ड मेरो फोनमा सेभ गरे। आइफोन कहिले ल्याइदिने भनेर उसले जहिले मेसेज गर्थी। म पनि पछि भन्दै कुरा टार्थे। एक दिन म उसको पासवर्ड हालेर उसको फेसबुक चलाउँदै थिएँ। एक्कासी एउटा केटाको मेसेज आयो। आज जुम्न होटेल लास्टै गर्न मन छ मलाई भनेर। कवितालाई म उसको आइडी चलाउँदैछु भनेर थाहा थिएन। उसले आफै मेसेज फर्काउँदै थिए नाइ माया अर्को हप्ता मात्र अब त अस्ति गरेर पुगेन र। म त यो देखेर झस्याङ्गो भए। मैले बोल्ने केटी त अर्कैसँग पो लागेको रहेछ। बिस्तारै थाहा भयो कि त्यो उसकै बोयफ्रेन्ड रहेछ अनि उनीहरूको चक्कर धेरै वर्षदेखिको रहेछ अनि मलाई चाहिँ पैसाको लागि मात्र फसाएको रहेछ। आफूले आफूलाई म जस्तो मूर्ख कोही होइन भनेर सोचे तर एकछिनपछि म बदला त लिन्छु भनेर आफूसँगै कसम खाए। नेपाल जाने डेट आयो अनि नेपाल पुगेर होटलमा बसे। होटलमा पुगेर उसलाई भिडियो कल गरे।
कविता हेर त म नेपाल आए अनि तिम्रो लागि आइफोन नि लिएको छु। म बसेको होटलमा आऊ। कविता पहिला अचम्म मानी अनि त्यसपछि आइफोनको नाम सुनेर खुसी भई। ल हुन्छ म आए भन्दै कविताले भनिन्। म टोयलेटमा गएर आफ्नो सानो भाइ सफा गर्दै रेडी भए। आज त बदला लिन्छु भन्दै मनमा सोचिरहेको थिए। एकछिनपछि म बसेको होटल मुनि कविता आई। भिडियोमा भन्दा रियलमा पो हट रहेछ कविता। एक मनले मक्क भए अनि अर्को मनले अझै रिसाइरहेको थिए। उसलाई आफ्नो रुममा लगे अनि ढोका बन्द गरे। खोइ त आइफोन भन्दै उसले सोधी। पर्ख नपर्ख भर्खर त भेट भएको छ, पहिला तिमीलाई राम्ररी हेर्न देऊ न नजिकबाट भन्दै म उसको नजिक बसे। आहा कस्तो मिठो बास्ना आको। म उसको नजिक बस्दा खाट हल्लियो अनि उसको बोबटे पनि हल्लियो। म त हेरेको हेरै भए। केही अनि कोही सोच्न बोल्न अघि म उसको ठुलो बोबटे पक्रिँदै उसलाई किस गरे अनि आफूसँगै खाटमा लडाए। पहिला त उसले हिचकिचाई तर बिस्तारै मज्जाले बोबटे पक्रिएपछि उसलाई नि मज्जा आयो होला। उसले नि मलाई किस गर्न थाली। उसले स्कर्ट लाकी थिए त्यसैले म उसको दुवै खुट्टा बीच जबरजस्ती पसे। उसको स्कर्ट दोब्रेर माथि सर्यो। उसको पुतली एकदम तातो थियो। मेरो सानो भाइ एकदम रनक्क भइसकेको थियो। किस गर्दै म आफ्नो प्यान्ट खोल्न थाले। उसले आफ्नो ओठ मेरो ओठबाट छुटाउँदै मलाई भनिन्, भर्खर त भेटेको अहिले गर्ने हो र? म पनि केही हुन्न तिमी मेरै त हो भन्दै आफ्नो प्यान्ट तल सारे। लौरो जस्तो ठाडो सानो भाइको टाउकोले उसको कट्टु छुयो। उसको कट्टु एकदम तातो थियो। मेरो ओठ अझै उसकै ओठमा थियो अनि मेरो एउटा हातले आफ्नो सानो भाइलाई उसको कट्टुमा खेलाउन थाले। उसले पनि आफ्नो खुट्टा फट्याउन थाली। पक्कै पनि गर्न मन लागेछ उसलाई नि भनेर सोचे। सानो भाइको टाउकोले उसको पुतलीमा रगड्न थाले। पुतलीमा एकदम बोसो थियो अनि पुट्ट परेको बाक्लो थियो। उसको मुखबाट आह आहको आवाज आइरहेको थियो। अब उसको कट्टु बिस्तारै तल सारे अनि पुरै खोलिदिए। अनि फाटिएको उसको खुट्टा बीच बेस्कन ढल्किए। उसको दुलो एकछिनसम्म फेला पार्न गाह्रो भयो किनभने उसको पुतलीमा धेरै कपाल थियो। तर बल्ल बल्ल सानो भाइको टाउकोले छुँदै फेला पारे अनि वात्तै पसाइदिए। पुतली त्यस्तो टाइट पनि थिएन अनि त्यस्तो खुकुलो पनि थिएन। मेरो लागि ठिक्कको थियो। तर गर्दा थाहा हुन्थ्यो कि उसले धेरै पल्ट यौन सम्बन्ध बनाइसकेको छ भनेर। उसको तातो बाक्लो पुतलीभित्र छिराउँदै डङ्की डङ रिस पोखाउँदै उसलाई गरिराखे। गर्दा गर्दै तलतिर हेरेको मेरो सानो भाइ त सब उसको सेतो मालले भिजिरहेको रहेछ। त्यही भएर पो अझ मजा आइरहेको रहेछ। म पनि उसको बोबटे पक्रिँदै उसलाई डङ्की डङ बजाइराखे। मनमा अझै बदलाको आक्रोश थियो। यो पुतलीमा मेरो मात्र भाइ छिर्छ होला भनेको पहिल्यै अरूले नि हालिसकेछ भनेर सोच्दै अझै बेस्कन गरे उसलाई। उसलाई त अझै मजा आयो कि के हो अझै बेस्कन भन्दै पो कराई। मलाई पनि यस्तो सुन्दा त अझै फिलिङ पो आयो अनि एक्कासी गर्दा गर्दै मैले मेरो माल सब भित्रै निकाले अनि कविता माथि पल्टिराखे। ओइ भित्रै खसाको हो र भन्दै कविता आत्ती। होइन मेरो त आकै छैन अझै भनेर मैले झुट बोले। ए त्यसो भए ठिक छ तर बाहिरै निकाल है प्लिज भन्दै कविताले भनी। म अब के गर्ने होला माल त आइसक्यो भन्दै भाइलाई भित्रै राख्दै उसको बोबटे खाइराखे। उसको बोबटेको मुन्टा टोक्दा टोक्दा अनि खेलाउँदा त मेरो सानो भाइलाई फेरि पो फिलिङ आएछ। ऊ त भित्रै पो ठुलो हुँदै आयो। मेरो मन नै खुसी भयो। अनि फेरि बिस्तारै बिस्तारै गर्दै भित्र बाहिर गर्न थाले। उनको हातले खाटको तन्ना पक्रिँदै थिए किनकि मैले एकदम बेस्क नगर्दै थिएँ उसलाई। पिछाडी फर्कन पिछाडीबाट गरम अब भनेर मैले उसलाई भने। कविता एकदम मुडमा थिए। पर्लक्क गरेर पिछाडी फर्की अनि घोप्टो परी। मेरो अघि घोप्टो पर्दा म उसको पिछाडी हेरेको हेरै भए। कत्रो हो बोसो पनि। मेरो जिउभन्दा डबल थियो पिछाडीको बोसो। सहन नसकेर दुवै हातले उसको पिछाडी पक्रिँदै ल्वाम्मै मेरो भाइ पसाइहाले। कसम पिछाडी गर्नु जस्तो मज्जा केहीमा छैन जस्तो लाग्यो त्यो बेला। ड्यान कि ड्यान गर्दै उसलाई घोप्टो पार्दै गरिराखे। आज त चित्त नबुझिन्जेल गर्छु भनेर मनै सोचे। 7-8 मिनेटपछि मलाई औलत जस्तै भो फेरि त्यही पनि डङ्की डङ गर्दै गरिराखे अनि सब माल भित्रै झार्दे। कविता भने मज्जा लिँदै कराउँदै थिए। आको हो र भनेर कविताले फेरि सोधी।
नाइ होइन एकछिन गले भनेर भने। यस्तो तल हेरेको मेरो माल सब बाहिर निक्लेर तल खसिराथ्यो। तर मेरो भाइ अझै भित्रै थियो। पिछाडीबाट उसको बोसो खेलाउन थाले अनि दुवै हातले फट्याउँदै तन्काउँदै गरे। करिब 5 मिनेट खेलाएपछि फेरि मेरो सानो भाइ जाग्यो अनि फेरि ठुलो भयो। म त जमिँदै बेस्क्न फेरि भित्र बाहिर गर्न थाले। धेरै गरेर हो कि मेरो सानो भाइ दुख्न पो थाल्यो। अब त त्यही नि मजा आइराथ्यो, त्यही भएर गर्न छोडिन। उसको भोबटे पक्रिँदै उसलाई डङ्की डङ गरिराखे। भाइलाई बाहिर निक्लनै मन थिएन, तर म लास्टै थाकिसकेको थिएँ। घडी हेरेको त गरेको पनि 3 घण्टा भइसकेछ। अब त होस् भनेर पुरै बाहिर निकाले। 3 घण्टा भित्र बसेर तातेको भाइ बाहिर निकाल्दा हावाले एकदम चिसो भयो मेरो भाइ। अनि फेरि पुरै भित्र छिराए। पुरै निकाल्दै अनि फेरि पुरै छिराउँदै गर्दा मलाई एकदम मजा आयो अनि फेरि मेरो माल आउन पो लाग्यो। आयो भनेर म कराए। बाहिर है बाहिर भनेर कविता कराई। के को बाहिर नि, म मेरो सब माल कविता भित्रै खसाले अनि अन्तिममा बाहिर निकाल्दै बाँकी भएको माल उसको ढाडमा पुस्दै माल बाहिरै निक्लेको जस्तो गरे। उफ मजा आयो भनेर कविता खाटमा पल्टी अनि म पनि उमाथि पल्टिए। एकछिनसम्म उनीसँग किस गरिराखे अनि उसले 81 सोधिन् खोइ आइफोन भनेर। मैले जे पर्ला भनेर छैन, मसँग आइफोन तिमी आफ्नो बोयफ्रेन्ड हुँदा हुँदै मसँग गर्न आउँछौ भनेर भनिदिए। के रे गर्ने बेला गरिस, अहिले यस्तो भन्छस् भनेर रिसाउँदै कविताले आफ्नो लुगा लगाई। मलाई किन युज गरिस भन्दै मलाई हान्न थाली। यो सब तेरो गल्ती हो, तैले मलाई फसाइस भनेर मैले उसलाई भने। प्यान्टबाट पर्स चिके अनि 5000 क्यास निकालेर उसको हातमा पक्टाए। यो पैसा लि अनि जा भनेर उसलाई भने। रिसाउँदै कविता मेरो रुमबाट बाहिर निक्ली। म रुमको झ्यालबाट उसलाई हेर्दै बसे। जे होस् गर्न चाहिँ पाए मैले भन्दै मक्कै थिएँ म। त्यसपछि उसले मलाई सबमा ब्लक गरिछ। तर 1 वर्षपछि मलाई 81 याद आयो कि उसको पासवर्ड मसँग छ भनेर अनि हेर्दिन्न त भनेर उसको फेसबुक खोले अनि प्रोफाइलमा गए। उसले त बच्चा पो पाइसकी छ, तर उसको बिहे भने भएको थिएन। मलाई थाहा भयो कि त्यो मेरै बच्चा हो भनेर अनि यो सबमा पर्नु छैन भनेर उसको पासवर्ड डिलिट गरे। ल साथी हो, मेरो यो सत्य घटना कस्तो लाग्यो तपाईहरूलाई? मन परे लाइक कमेन्ट अनि सब्स्क्राइब दिनुहोला। फेरि भेटौला है त। धन्यवाद।